एकछिन पर्खिनुहोस् त, यो भिडियो तपाईँको लागि नै हुनेछ है। यो भिडियो सुन्नुहोस् पहिला, यहाँ कमेन्टको रिप्लाई पनि हो, तपाईँको लागि नै इम्पोर्टेन्ट छ, सुन्नुहोस्। रितिका शर्माले भन्नुभएको छ, दादा पेआउट सेटिङमा जिएसटी भने एउटा अप्सन छ, त्यो मैले बुझिनँ, अलिक बुझाइदिनु होला भनेर भन्नुभएको रहेछ होइन। एक्चुअली त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरूले जहिले पनि ब्याङ्क एकाउन्ट होइन सेटअप गर्दाखेरि चाहिँ तपाईँहरूको त्यो आउँछ होइन। यदि त्यहाँसम्म पुगेर तपाईँलाई जिएसटी चाहिँ तपाईँहरूले के गर्नुपर्छ भनेर सोच्नुहुन्छ भने चाहिँ त्यो जिएसटी चाहिँ के गर्नुपर्छ भने चाहिँ तपाईँ हामी जस्तोको लागि चाहिँ जिएसटी होइन है साथीहरू। सुन्नुहोस्, जो घरमा काम गर्नुहुन्छ, जो प्राइभेट जब गर्नुहुन्छ, तपाईँहरूले चाहिँ जिएसटीको फर्म नभर्दा नि हुन्छ। जिएसटीलाई तपाईँले खाली छोडिदिनुहोस्, तपाईँहरू कन्टिन्यू आफ्नो फर्म फिलअप गर्दै जानुहोस्, जिएसटीलाई छोडिदिनुहोस् है। जिएसटीलाई तपाईँले नलाउँदा पनि हुन्छ, बुझ्नु भएन। तपाईँ जस्तो हामीको लागि चाहिँ जिएसटी त्यो अलग लेभलको लागि हो, त्यो हाम्रो लागि चाहिँ होइन, बुझ्नु भएन। त्यही कारणले जिएसटी जहाँ छ त्यो जग्गालाई छोडिदिनुहोस् ल। भिडियो सक्दो सेयर गरिदिनुहोस् ताकि सेटअप गर्दाखेरि कोही पनि यो चिजलाई गल्ती नगरिदियोस् होइन। भिडियोलाई सपोर्ट गर्नु चाहिँ नबिर्सनुहोस्, लाइक चाहिँ गर्नुहोस्, मलाई फलो गरेर राख्नुहोस् नेक्स्ट भिडियोको लागि।